सिरको पानी फेवा ताल आइछ माछा पुछे सिरको पानी फेवा ताल आइछ झल्को किन लाग्यो भन्थे भेट हुनु पो रहेछ माझिँदै पोखरा फेवा तालको लामाया साँच्चैको नराम्रो ख्याल ख्यालको माझिँदै पोखरा फेवा तालको लामाया साँच्चैको नराम्रो ख्याल ख्यालको लामाया साँच्चैको नराम्रो म एक्चुअली सबैलाई यसलाई ध्यान आकर्षण गर्न चाहन्छु र आज यस हाम्रो पोखरा एङ्गल्स क्लब नेपालको समुद्घाटन कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण अतिथिज्यूहरू र मेरा एङ्गल्स क्लबका साथीहरू र यहाँ पाल्नुभएका मिडिया लाइनका साथीहरूलाई म सर्वप्रथम यस क्लबको तर्फबाट स्वागत गर्न चाहन्छु। यस कार्यक्रमलाई अगाडि बढाउनको लागि परिचय कार्यक्रम राख्न लागिरहेको छु, जसमा सर्वप्रथम आजका यस कार्यक्रमको प्रमुख अतिथिका रूपमा श्री हाम्रा कृषि विकास कार्यालय कास्कीका वरिष्ठ कृषि विकास अधिकारी हुनुहुन्छ उहाँ श्री बेनीबहादुर बस्नेत, उहाँलाई स्वागत गर्न चाहन्छु म। त्यसै गरी श्री झलक जलारीज्यू मत्स्य व्यवसाय समितिका अध्यक्ष हुनुहुन्छ। त्यसै गरी यस क्लबका अध्यक्षज्यू श्री मेजर स्वागत गर्न चाहन्छु। त्यसै गरी क्याप्टन भक्तबहादुर राईज्यू जो यस क्लबका भाइस प्रेसिडेन्ट हुनुहुन्छ। त्यसै गरी मेजर विजय मक्कानज्यू जो यस क्लबका प्रमुख सल्लाहकार हुनुहुन्छ। लडाइँपछि बल्ल यो खादा लगाउने कार्यक्रम हो। कृष्णजी तपाईँसँग पनि हाम्रो लडाइँ धेरै भयो है, तपाईँ चाहिँ मेरो लागि लड्नु भयो। डाक्टर साहब ल ज्ञानबहादुर चेयरम्यान सरलाई म आफै लाइदिन्छु है। अच्छा यहाँ आउनुहोस्, तपाईँले नै मेरो बधाई छ, लडाइँ जितेको। अनि हाम्रो तपाईँलाई पनि लगाइदिउँ, हाम्रो शैलेशजीलाई पनि लगाइदिउँ। तपाईँको भाषण गर्दाखेरि त पक्का स्पोर्ट्समा आउनु भएर चाहिँ
त्यसको लागि अब आइ त ट्रेनिङ दिनु अहिले दाना ल्याउनु पर्छ दाना बढाउनु पर्ने यसो समातेर फाल्नु पर्छ मान्छेहरू फाल्ने मान्छे सट्ट फाल्ने त्यति राखिदिनु सर अब हाम्रो विजय मोक्तान साहबले ए समातै नमिलेर छ यस प्रमुख सल्लाहकार त्यसै हुनु पर्छ जसले फिसिङ नै जानेको छैन कसरी सल्लाहकार यसरी समात्नु हुँदैछ र नि यसरी यसरी हैन आउँदैछ कति त पक्का सरको अब जाने नि त अर्को बल्छी त हानेको यो बल्छी जानेदैन हो नि त त्यो हाम्रो गायक टोल छ नि त होइन म्याडम तिनीहरू सर यसरी फालेर चाहिँ सिके हो एकैचोटि यसलाई एक्लिमेटाइज गर्नुपर्छ कि बाहिरको पानी हाम्रो फाट त फाल्यो त यसै बाहिरको पानीलाई यस्तो पसिसकेपछि टेम्परेचर चाहिँ बराबर हुन्छ अनि बल्ल माछा पर्छ पानीमा घुमाइदिएर भित्रको बाहिर बाहिरको भित्र आएर त्यो पानीको तापक्रम मिल्छ रमाएर भाग्यो नि त त्याँदेखि छोडिदियो भने मुर्ती यसलाई यसरी हुनु भएको नै नमर्ने रहेछ खुसी भएर भाग्यो एकछिन यस्तो राख्ने अरे यसलाई एकछिन यसो पानीसँग अलिकति काम प्रमुख अतिथिज्यू साथै सम्पूर्ण अतिथिज्यूहरू पोखरा एङ्गलर्स क्लबका हाम्रो सदस्य भाइहरू साथीहरू साथै हाम्रो पत्रकारहरू साथीहरूमा हाम्रो श्री झन् एकदमै राम्रो कान्तिपुर जुन चाहिँ नेसनल न्युज पेपरबाट आउनुभएको उहाँ भाइलाई चाहिँ नि म मेजर बालकृष्ण गुरुङको तर्फबाट नमस्ते अनि हार्दिक स्वागत गर्दछु। संसारमा माछा मर्ने चलन युगौँदेखि चल्दै आएको छ। यस क्रियाकलापलाई खेलको रूपमा र दैनिक जीवन पालनको रूपमा लिएको पाइन्छ। नेपालमा प्रशस्त प्राकृतिक स्रोतले भरिएको मध्ये स्वच्छ ताल तलैया र खोलाहरू छन् जसबाट प्रशस्त माछा मार्ने अवसर प्रदान गर्दछ। हाम्रो देशमा प्राय बल्छी खेल्ने वा फिसिङ क्रियाकलापलाई कमै मात्रामा व्यक्तिगत रुचि अथवा इन्डिभिजुअल इन्ट्रेस्टको रूपमा लिने गरिन्छ, तर विदेशमा यसैलाई ठुलो खेलको रूपमा स्थापित गरेको पाइन्छ र अनेकौँ एङ्गलर्स क्लबहरू सञ्चालित छन्। नेपालमा पनि बल्छी खेल्ने गतिविधिलाई खेलको रूपमा स्थापना गर्न वाञ्छनीय भएकोले पोखरा एङ्गलर्स क्लब नेपाल 2068 अर्थात् 2012मा स्थापित गरिएको हो। पोखरा एङ्गलर्स क्लबको संक्षिप्त इतिहास सहित 2054मा ब्रिटिस आर्मीबाट म रिटायर हुने बेलामा युकेमा म आफैले 3 महिना फिसिङ कोर्स गरेँ र नेपाल फर्किँदाखेरि त्यस समय जनयुद्धको
भइरहेकोले मेरो फिसिङ चाहनालाई निरन्तरता दिन सकेन र गल्फपट्टि लागेँ। 2061मा ब्रिटिस गोर्खा पोखराबाट सिनियर रेगुलेटिङ अफिसर पदबाट अवकाश भएपछि केही समयको लागि काठमाडौँमा बसोबास भयो र 2066मा पोखरा फर्केँ। साधारण मर्निङ वकको दौरान लेक साइड एरियामा मैले एउटा कुरा अवलोकन गरेँ र त्यो थियो मानिसहरूको फिसिङमा इन्ट्रेस्ट, उनीहरूको रुचि। तिनीहरू कोही आधुनिक फिसिङ रडको साथ थियो भने धेरै जसो मिनरल वाटर बोतलको प्रयोग र निगालाको बल्छी बनाएर फिसिङ गर्दै गरेको थियो। यी 7 जनामध्ये अहिले 4 जना क्लबका आजीवन सदस्य छन्। 2 सालको दौरान मैले अर्को कुरा के अवलोकन गरेँ भने शनिबार र अन्य बिदाको दिनमा एकको दिन फेवाताल, खपौदी, बेगनास, सेती दोबिल्ला र मर्दी खोलामा माछा खाने र बल्छी खेल्नेको रुचि एकदम बढेको देखेँ। पोखरा एङ्गलर्स क्लबलाई दर्ता गर्नुको एउटा छुट्टै कथा छ। सायद हाम्रो यहाँ मुख्य अतिथिहरूलाई अलिकति हाँसो पनि आउँछ होला। फिसिङ क्लब दर्ता विषयमा विस्तृत नियमावली नभएको र दोस्रो क्लबको विधानमा कार्यक्षेत्र नेपाल राज्यमा रहनेछ भनी उल्लेख भएकोले धेरै समय लाग्यो। विशेष गरी अब यो आयो जलचर संरक्षण ऐन 2000 संशोधन। I never doubted for a minute that you would not achieve this wonderful moment. You make me very proud to know that now a system has been established on which a new proper fishing industry can grow and be properly regulated. यो चाहिँ हाम्रो मानवता सन्देश युकेबाट पठाइदिनु भएको। र vote of thanks तिर जाम भन्दाखेरि म on behalf of the club I would like to thank Dr. Tesh Kumar Shrestha, our special guest and professor from Central Department of Zoology, Tribhuvan University, for presenting this book to the club. यो चाहिँ सम्पूर्ण नेपालको विषयमा यो किताब त्यसमा लेखिएको छ। यो चाहिँ किताब उहाँले चाहिँ हाम्रो क्लबलाई चाहिँ प्रेजेन्ट गर्नुभएको छ। त्यसको लागि डाक्टर सर तपाईँलाई धेरै धेरै धन्यवाद। पोखरा एङ्गलर्स क्लबले फिसिङलाई प्रथम पटक स्पोर्ट्सको रूपमा स्थापित गर्ने प्रयास गरेको छ। यसमा हजुरहरूको सपोर्ट, मिडिया साथीहरूको प्रचार अवश्य पनि यो क्लब सफल हुनेछ भन्ने पूर्ण आशा लिएको छु। अन्तमा तपाईँहरूको अमूल्य समय अझै भएन आजको यो आमाको मुख हेर्ने दिनलाई वास्तव नगरिकन हजुरहरूको उपस्थितिलाई धन्यवाद टक्राउँदै पोखरा एङ्गलर्स क्लबको प्रेजेन्टेसन र क्रियाकलापको जानकारी यही समाप्त गर्छु। धन्यवाद। जय पोखरा एङ्गलर्स क्लब। हजुरहरूलाई सबैलाई मेरो नमस्कार। यस पोखरा एङ्गलर्स क्लबका अध्यक्ष श्री मेजर बालकृष्ण साहब, आजका प्रमुख अतिथि बेनीबहादुर बस्नेत सर, विशिष्ट अधिकृत हुनुहुन्छ, उहाँको अघिको पदको बारेमा भन्दिनँ। आजको विशेष अतिथि तेज कुमार श्रेष्ठ सर, विशेष अतिथि कृष्ण गुरुङ अभिवक्ता सर, तमु समाजका अध्यक्ष कर्मा दिदी, अनि सम्पूर्ण अतिथि पाहुनाज्यू अनि विभिन्न मिडियाबाट आउनुभएका सञ्चारकर्मी साथीहरू र हाम्रा मेम्बर साथीहरू, सर्वप्रथम हजुरहरूलाई यो एउटा ऐतिहासिक समुद्घाटनको कार्यक्रममा हजुरहरूलाई स्वागत गर्न चाहन्छु। पोखरा एङ्गलर्स क्लब नेपालको यो समुद्घाटन कार्यक्रमको अध्यक्ष छु। प्रमुख अतिथि मेरो प्यारो विद्यार्थी, अहिले कास्कीको कृषि विभाग प्रमुख भएर बस्दा बडा गर्व लागेको छ। त्यस्तै गरेर मञ्चमा आसीन आदरणीय मित्रहरू, मिडियाकर्मी साथीहरू, क्लबका सदस्य मित्रहरू, आज तपाईँहरूको यो उद्घाटन कार्यक्रममा हामीलाई पनि बोलाएर सहभागी गराइदिनु भयो र वाट इज एङ्गलर्स क्लब भन्ने बारेमा सुसूचित गराइदिनु भयो। त्यसको लागि म आभार व्यक्त गर्न चाहन्छु। विशेष गरेर केही समय विदेशमै अध्ययनको समयमा बसेको हुनाले बाहिरी देशमा एङ्गलर्सको बारेमा केही बुझेको थिएँ। नेपालमा त्यो यति साह्रो प्रचलनमा छैन। मलाई लाग्छ एक्स आर्मी पिपुल आर भेरी पर्फेक्ट अबाउट इट। आई थिङ्क यसैले गर्दा पनि आदरणीय काका, मेरो आजको यो सभाको अध्यक्षज्यूले सुरुवात गर्नुभएको काममा म देख्छु मोस्ट एक्स सर्भिसमेन आर इन्ट्रेस्टेड आई थिङ्क। अनि यहाँका हामीहरूले पनि
जाने बुझेदेखि हामी पनि इन्भल्भ जरुर हुन्छौँ भन्ने मलाई विश्वास। नयाँ खेलको सुरुवात गर्न सक्छौँ भन्ने उम्मेद लिएर जुन एक्स आर्मीले सुरुवात गरेको यो कार्यक्रम छ बडा खुसी लागेको छ र हामी जस्ता सर्वसाधारण जनतालाई पनि यसबारे अवगत गराएर यसबारे जानकारी गराएर हामीलाई पनि यो बारेमा बुझ्ने अवसर दिएकोमा यहाँहरूलाई धेरै धेरै बधाई दिन चाहन्छु। र आज विशेष गरेर कृषि हाकिम मेरो विद्यार्थी र मेरो काका आदरणीय मेजर बालकृष्ण गुरुङ यो मञ्चमा आसीन हुनुहुन्छ। तपाईँहरू हामीहरू सम्पूर्णको तर्फबाट उहाँ दुईजनालाई आई हेभ ओन्ली द टु फादर्स, त्यसकारण उहाँ दुईटालाई टक्राउन चाहन्छु। सभापति तथा पोखरा युनिभर्सिटीका अध्यक्षज्यू, मुख्य अतिथिज्यू, अतिथिगण र उपस्थित पत्रकार बन्धुहरू र युनिभर्सिटीका साथीहरू, मलाई यो क्लब स्थापना भएकोमा मलाई खुसी लागेको छ। सुरुमा मेजर साहबले मसँग सल्लाह गर्दाखेरि यो खोल्नुपर्छ, यो राम्रो क्लब हो, संस्था यसरी यो क्षेत्रमा जाँदाखेरि पर्यटन व्यवसायमा राम्रो प्रभाव पर्छ, यसको प्रचार प्रसार हुन्छ भन्ने हाम्रो सरसल्लाह भएको थियो। माननीय सभापतिज्यू, उपसभापतिज्यू, उपस्थित सज्जनहरू र मत्स्य प्रेमी साथीहरू, अब मैले धेरै लामो भाषण मैले गर्दैन, धेरै फोटो र टु द पोइन्ट मैले केही चिजहरू यहाँ भन्न चाहन्छु। नेपाल एउटा अनुपम प्राकृतिक सत्ता भएको, यहाँ हिमाली भेगका नदी नाला धारहरूमा 232 माछाहरू छन्। ती माछाहरू कोही रङ्गी बिलिङ्गी छन् भने कोही लडाकु र बलिया छन्। त्यो लडाकु र बलिया माछाहरूलाई गेम फिस भनिन्छ र स्पोर्ट्स फिस भनिन्छ। यी स्पोर्ट्स फिसहरू पानी बाहिर आएर उफ्रन्छ र जल नजिकै हामी हेर्दाखेरि उफ्रेको माछा देख्दाखेरि अचम्म लाग्छ। सायद मानिसहरूले त्यहाँबाट हाम्रा पुर्खाहरूले डिस्कभर गरे कि यी माछाहरू कसरी उफ्रन्छन्, कसरी यसको स्ले ट्याक्टिस के हो, यसलाई मार्ने र यसलाई आफ्नो अधीनमा ल्याउने कसरी हो, पाल्ने कसरी हो, यी कुराहरू उनीहरूले कोसिस गर्दै एङ्ग्लिक जाने, यो बल्छी खेल्ने। इङ्ल्यान्डको नाम इङ्ल्यान्ड थिएन, एङ्गल लाइन थियो। त्यसपछि त्यो एउटा एङ्ग्लर्सहरूको सेन्टर थियो इङ्ल्यान्ड। पछि अप्रभंशको नाम हुँदै इङ्ल्यान्ड भयो। को सत्तामा यी आयो। त्यही हुनाले हामीहरू छक्क पर्ने कुरा छैन कि नेपालमा मैले आफ्नो अध्ययन क्रममा सबै माछाहरूको फोटो खिच्नमा पहाड पर्वत खोला नाला प्रशस्त घुमेँ। मैले रङ्गीन फोटो खिच्नु पर्थ्यो र फोकस भएको खिच्नु पर्थ्यो। 232वटा माछाको खिच्नलाई त मलाई 25 वर्ष लाग्यो। र त्यहाँ जलाहारी अरू दाजुभाइहरू चिसापानी कर्णालीदेखि लिएर अनेक तालहरूमा रारा तालमा एकदम त्यो अनुपम ताल रहेनछ। त्यो त एङ्गलर इडेन रहेछ, एउटा एङ्गलरहरूको भूस्वर्ग। यस्तो ठाउँ पनि नेपालमा छ। अर्को चिज मलाई के लाग्छ भने यहाँहरूले पोखरामा यो जुन एङ्गलर क्लब खोल्नुभयो, जसमा म पनि छु, तर यो ठाउँ तपाईँहरूले यो अद्वितीय ठाउँ खास जानेर बुझेर नि यहाँहरूले गर्नुभएको। किनभने यहाँ ताल बढाइ, माछाहरू ताल बढाइमा परिक्रमा गरेको मैले देखेँ। छब्दी भराई म आफै गएँ, माछा पालिरहेछ, बाम माछाहरू
होर बराइ अब टाइम पनि छैन होला होइन गर्दाखेरि छोटो यो स्पिचमा चाहिँ म के दिन्छ मेरो म यहाँ किन आएँ कसरी आएँ छोटो भयो उहिलेदेखि नै उहाँले भने जस्तै नालीतिर माछा हेर्थ्यो अनि आमाले हेर्थ्यो कता गयो भनेर बाबुले त्यसलाई छाड्दै त्यो माछातिर जान्छ माछैतिर जाओस् त्यही गर्दा सिङ्गापुरमा त्यसले गर्दा यो एट्र्याक्सन यो फिसिङको भनेपछि उहाँले भन्यो आफ्नो आफ्नो किसिमको उस छ फिसिङ भनेपछि म दौडिहाल्छु आज गफ खेलेर आएर पनि आज फिसिङको मिटिङ छ भने आफै छु है गर्दा त्यसले गर्दाखेरि मेरो फिसिङमा उहाँ हाम्रो चेयरम्यानले जुन चाहिँ अब स्थापित गर्नुभयो कोही सक्दैन धेरै धन्यवाद छ बधाई छ अनि म यसमा चाहिँ एज ए एडभाइजर सहयोग गर्नु माग्छु भन्दै आजको सडनली प्लिज भनेर भन्नुभयो है गर्दा नेक्स्ट धन्यवाद दिदी मुक्तान सर र आजको सानो मन्तव्य फेरि नराखिदिनु हुन प्रमुख अतिथि श्री बेनिवाल बस्नेतज्यूलाई आमन्त्रण भएको धन्यवाद शैलेश बाबु यो नेपालको पहिलो पोखरा एङ्गलर्स क्लब उद्घाटन सत्रका अध्यक्ष महोदय मेरो आदरणीय गुरुआमा त जानुभयो उहाँलाई मैले निकै सम्मान गर्नुपर्थ्यो म उहाँको चेला हो उहाँप्रति म हार्दिक आभार पनि प्रकट गर्न चाहन्छु र हाम्रो तेज डाक्टर साहब जसको थोरै बोलीले पनि मलाई त साह्रै प्रभाव पार्यो यस्तो मान्छे हामीले कसरी थाहा पाएर हिँड्छौँ जस्तो पनि लाग्यो माछामा यत्रो चाहिँ ज्ञान भएको सरको चाहिँ यहाँ उपस्थिति पाउँदा मलाई खुसी लाग्यो आदरणीय सर अनि हाम्रो कानुनी सल्लाहकार कृष्ण गुरुङ सर लगायत हाम्रो आदरणीय पत्रकार बन्धुहरू यहाँ उपस्थित सम्पूर्ण एङ्गलर्स क्लबका मेम्बर तथा भविष्यमा हुन चाहने आदरणीय मित्रहरू सर्वप्रथम त यहाँ सबैमा म हार्दिक नमस्कार टक्राउन चाहन्छु यो आजको दिनको बारेमा हाम्रो मेजर साहबले बताइसक्नु भएको छ दुःख निकै पाउनुभयो अनि गुरुङ सरले भनिसक्नुभयो नेपालको कानुनी अडचन भनेको अप्ठ्यारा नै छन् कानुन ऐन कानुनहरू नियमहरू र त्यो माथि अब ब्रिटिस आर्मी जस्तो त्यो एउटा वेल अर्गनाइज संस्थामा काम गरेर आएको व्यक्तिलाई पक्कै पनि नेपालको ऐन कानुनले झर्को बनाउँछ नै यो यसमा कुनै दुविधा छैन त्योबाट पनि त्राण पाएर 9 महिनाको प्रसव वेदनापछि उहाँहरूले पनि कम्तीमा यो एङ्गलर्स क्लबको अनुमति पाउनुभयो र सुरुमा अप्ठ्यारो मात्रै के थियो भने मलाई मेरोमा आउँदाखेरि नेपाल अधिराज्यभर भनेर आएको कारणले गर्दाखेरि मलाई अप्ठ्यारो परेको थियो किनभने कास्की जिल्लाले अधिराज्यभरको अनुमति दिन सक्दैन कानुनी अनुमति मैले उहाँलाई भनेको थिएँ जिल्लाभरिको हो भने त भन्नुहोस् तर तपाईँले केन्द्रीय स्तरकै बनाउने हो क्लबलाई भनेदेखि यो मेरो उसबाट हुँदैन त म रिकमेन्ड गरेर पठाउन सक्छु भनेर रिकमेन्ड गरेर पठाइयो पठाइसकेपछि उहाँ केन्द्र जानुभयो फेरि उही त हो झमेलामा उहाँ फस्नुभयो किन फस्यो भन्दाखेरि यो क्लबै नयाँ थियो कि कसैले पनि यस्तो किसिमको क्लबलाई सिफारिस गरेकै थियो र सिफारिस गर्ने मान्छे पनि आफै पनि दाउनु पऱ्यो के हो यो स्पोर्ट्स यो एङ्गलर्स क्लब कसैलाई थाहा छैन किनभने नेपालमा नौलो छ आखिरमा हामी नेपाली सबै बेला त गएका छैनौँ सक्दै सिङ्गापुर गएको छैनौँ कि त्यहाँ त्यस्तो एङ्गलर्स क्लब हुन्छ भने त थाहा त छैन यो के आयो यो फेरि कृषिले गर्नुपर्ने माछा उत्पादन समूह त थियो यो माछा मार्ने समूह कताबाट आयो यो हाम्रो लागि पनि नौलो थियो कि सायद त्यसैको कारणले गर्दाखेरि पनि यो कुरा बुझ्नको लागि माथिको साथीहरूलाई अलिकति अप्ठ्यारो परेर राय मसौरा लिने क्रममा फेरि हामीले रिमाइन्डर्स पठाइसकेपछि ल त तपाईँहरू अरू सक्नुहुन्न भने कम्तीमा एउटा अघि कृष्ण सरले भन्नुभयो नि जलचर ऐन 17/2055 संशोधित अब यो नेपालको ऐन मात्रै होइन अन्तर्राष्ट्रिय ऐनसँग पनि जलचर ऐनसँग रिलेटेड छ त्यसैसँग रहेर बनाउने यो ऐनहरू हो
र त्यसले उहाँले भने जस्तै किन त्यो ऐन नेपाल सरकारले लागू गरिसकेपछि त्यसको परिपालन त गर्नु पर्यो। भनेपछि त्यो ऐनमा व्यवस्था भएको चिजको बाजिदाका हकमा भन्छौँ नि स्वत खारेज हुने गरी भन्ने एउटा क्लज हुन्छ कि उहाँले त्यो कानुनको चाहिँ मान्छेहरू सिकाउने एउटा त्यो छड्के पाराको त्यो हुन्छ नि हुक बाजिदाको हकमा स्वत खारेज हुने गरी हामीले पनि त्यही ठोक्यौँ होइन। अरू त केही जान्दैन कानुनको बारेमा। बाजिदाका हकमा स्वत खारेज हुने गरी अनुमति प्रदान गर्नको लागि सिफारिसात अनुरोध गरिन्छ हामीले ठोक्यौँ। त्यो पनि ठोक्छौँ कि त्यस कारणले गर्दा हाम्रो मेयर साहबलाई बालकृष्ण सरलाई त साह्रै दुःख भयो। यो चाहिँ थाहा छ रिसाउनु पनि भयो उहाँ। प्लिज नरिसाउनुहोस्। गई माछा मार्नलाई धैर्यता चाहिन्छ भनेपछि यसलाई पनि धैर्यता कायम गर्नुहोस् भनेर धैर्यता कायम गर्नुभयो। अन्ततः गत्वा सफल हुनुभयो। त्यस कारण चाहिँ अब धन्यवाद। हाम्रो यो कार्यक्रमको अन्तिम अवस्थामा आइपुगेछौँ हामी र तपाईँहरूको उपस्थिति साथै तपाईँहरूको मन्तव्य अनि तपाईँहरूको सरसल्लाहहरू र जुन तपाईँले हाम्रो क्लबको लागि जुन तपाईँले इन्ट्रेस्ट देखाउनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। मेरो चाहिँ राम परियार हो। म चाहिँ सानैबाट मलाई फिसिङको यो क्याच गर्न मनपर्छ अनि म चाहिँ यो क्लबमा चाहिँ सदस्य हो, आजीवन सदस्य। धन्यवाद। नमस्ते, म शैलेश रायमाझी। म चाहिँ अहिले ब्याङ्कमा कार्यरत छु, मासुस ब्याङ्कमा। र मेरो हबी चाहिँ भन्नुपर्दाखेरि माछा मार्नु मेरो चाहिँ एउटा ठुलो हबी हो। र आज यस पोखरा एङ्गल्स क्लबमा चाहिँ जुन सचिवको नाताले मलाई बोल्ने मौका दिनुभयो त्यसको लागि चाहिँ म सर्वप्रथम त मेरो यस क्लबका अध्यक्षज्यू श्री मेजर बालकृष्ण गुरुङ सरलाई म धन्यवाद दिन चाहन्छु। नमस्ते। नाम मेरो आयुक्त दलारी, बस्ने बेगनस्थान पोखरा। यो इङ्ग्लिस क्लबमा उपस्थित भएकोमा हार्दिक मन्तव्य गर्न चाहन्छु। म सुरेन्द्र कणेल, लेखनाथ नाम, बेगनस्थान, इन्डियन क्लब सदस्य। आज ओपनिङमा रमाइलो भयो, खुसी लाग्यो, दर्ता भयो। धन्यवाद। म फर्स्ट सेकेन्ड इयर सार्जन तुलसीमान गुरुङ। हाल म अमरजी चौक बस्छु अनि पोखरा एङ्गल्स क्लबको सदस्य। साथै म अहिले बेगनस्थानमा माछा पालन गर्दैछु।
नमस्ते, मेरो नाम चाहिँ झलक जलारी, मेरो लेखनाथ नौ बेगनाथ र चाहिँ म आज यस कार्यक्रममा चाहिँ अतिथि म बेगनाथ मत्स्य व्यवसाय समितिको अध्यक्ष इङ्ग्लिस क्लबको सदस्य आज लिएर आउँछ सुन्ने ल्याउँछ धन्यवाद। म बिबी थापा, म यो पोखरा इङ्ग्लिस क्लबको चाहिँ अब सहसचिव। अनि मेरो बिजनेस चाहिँ हार्डवेयर, मेरो घर चाहिँ यहाँ बुद्धचोक। अहिले परिहाल्छ प्रयास है 9 महिनाको प्रयास आज सफल मान्छेले खाने पिरिमसित जाने कि नजाने तालको पानी मान्छेले खाने पिरिमसित जाने कि नजाने यो गोल्डन माछा है, एकदम यसको चाहिँ दुर्लभ छ। अब यो Jump